आजको यस भिडियोमा हामी फिफाबाट सार्वजनिक गरिएको 22 डिसेम्बर 2025 सम्मको शीर्ष 20 वरीयताका राष्ट्रहरूको बारेमा भिडियो तयार गरेका छौं। फिफाले सदस्य राष्ट्रहरूको खेल परिणामको आधारमा वरीयता दिने गर्दछ। 100 भन्दा सफल राष्ट्रिय टिमलाई उच्चतम स्थानमा राख्ने गरिन्छ। सुरु गरौं 20औं स्थानबाट। यहाँ एसियाली राष्ट्र इरान परेको छ। 19औं स्थानमा अफ्रिकी देश सेनेगल परेको छ भने 18औं स्थानमा एसियाको अर्को देश जापान परेको छ। एसियाबाट 20औं स्थानसम्म मात्र 2 देश पुगेका छन्, जापान र इरान। फिफा वरीयतामा यस साल 17औं स्थानमा युरोपियन देश स्विजरल्यान्ड रहेको छ भने 16औं स्थानमा 2 पटकको विश्वकप विजेता राष्ट्र उरुग्वे रहेको छ। 15औं स्थानमा मध्य अमेरिकन देश मेक्सिको रहेको छ भने 14औं स्थानमा उत्तर अमेरिकी देश अमेरिका रहेको छ। खास कुरा के हो भने मेक्सिको र अमेरिका 2026 फिफा वर्ल्ड कपको आयोजक देशहरू मध्येका 2 देश पनि हुन्। 13औं स्थानमा दक्षिण अमेरिकन देश कोलम्बिया रहेको छ भने 12औं स्थानमा 4 चोटिको विश्वकप विजेता मध्येको युरोपियन देश इटाली रहेको छ। 11औं स्थानमा अफ्रिकाको अर्को देश मोरक्को रहेको छ। अफ्रिकाबाट 2 देश मोरक्को र सेनेगल टप 20 मा परेका छन्। अब कुरा गरौं फिफा वरीयतामा टप 10 मा परेका देशहरूको बारेमा। 10औं स्थानमा क्रोएसिया रहेको छ। 2014 पछि कुनै चमत्कार गर्न नसकेको फुटबलको एक खम्बा देश जर्मनी 9औं स्थानमा रहेको छ। 2018 को फिफा वरीयताको शीर्ष स्थानमा पुग्न सकेको बेल्जियम यस साल 8औं स्थानमा रहेको छ। विश्वकपमा सधैँ राम्रो खेल प्रदर्शन गर्दै आइरहेको तर उपाधि जित्न नसकेको देश हो नेदरल्यान्ड्स। यो देश 7औं स्थानमा रहेको छ। 6औं स्थानमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको घरेलु देश पोर्चुगल रहेको छ। फिफा वरीयतामा 100 भन्दा बढी शीर्ष स्थानमा रहेको फिफा वर्ल्ड कपको टाइटल 100 भन्दा बढी जित्ने देश हो ब्राजिल हो। यो देश यसपालि फिफा वरीयतामा 5औं स्थानमा रहेको छ। 4औं स्थानमा सधैँ चर्चामा रहने देश इङ्ल्यान्ड रहेको छ भने 3औं स्थानमा 2018 को वर्ल्ड कप विजेता साथै 2022 को उपविजेता देश फ्रान्स रहेको छ। 2022 को विश्वकप विजेता सुपरस्टार लियोनल मेसीको राष्ट्रिय टोली अर्जेन्टिना फिफा वरीयतामा यो साल दोस्रो स्थानमा रहेको छ। 22 डिसेम्बर सम्मको नतिजाबाट 100 भन्दा बढी अंक पाएर फिफा वरीयताको शीर्ष स्थानमा रहेको देश हो स्पेन। भिडियो कस्तो लाग्यो? सल्लाह सुझाव दिनुहोला। धन्यवाद। फेरि भेटौँला।